अब हामी फेरि आज पनि गोठाला हिँड्यौँ। विशेष गरेर यहाँ आज रुखहरू सबै ढालेर बाहिर लानु थालिसकेको छ। अनि यो हेर्नुहोस् त मूल बाटो हो, गाडी पनि हिँड्छ यहाँ अस्तिको धेरै फरक छ। यो ठुलो लडेको कैँदलहरूलाई भाँचेर यस्तो बनाएको छ, मिसिन आएर बाटो खनेर यो माथि यो भित्तासम्म पुर्याएको छ। अनफर्चुनेटली अभाग्यवश यो बाटो बनाइयो पनि गाडी चाहिँ माथि कुनसम्म जान सकेन। अनि ठुलो ट्रक, निकै रिजिड ट्रक आउँछ यहाँ त्यो बोक्नलाई, त्यो हामीले कल्पना पनि गर्न सकिँदैन। अनि यहाँनिर हेर्नुहोस् त, यहाँ भाँसिएर यो गाडी चाहिँ त्यहाँसम्म मात्रै जान सक्यो। अन्त तर बाटो चाहिँ जेसिबीले लगेर ऊ कुनासम्म खनेर यस्तो बनिएको छ। बाहिर बाछा पनि त्यताबाट जानलाई उनीहरूले यसो विचार गरेर सर्टकट दिने विचार गरेको, सकेन। अनि फर्किँदैछ। अनि हाम्रो सासु आमाले पनि यहाँ कस्तो भयो, सिमगैरा भन्छ यो ठाउँमा, रुखहरू सबै फाँडिसकेपछि कस्तो भयो, त्यहाँ फोटो खिचेर ल्याउनु चाहिँ ज्वाइँ भन्नुभएको छ। त्यसले म भरे फोटोहरू पनि ल्यानेछु। यहाँको आज हाम्रो गोठाला साह्रो टाढो जाँदैनौँ, नजिक नजिक नै हुन्छ हाम्रो आजको यात्रा। हाम्रो खेतमा गहुँ छरेको थियो, गहुँको अवस्था यस्तो छ। यो 2 हप्ता 3 हप्तातिर गहुँ काट्ने बेला हुनुपर्ने। यहाँ हाम्रोमा चाहिँ बाँदर यति साह्रो सहयोगी छ, हेर्नुहोस्। काट्नै नपर्ने पो भयो यसपालि त। यस्तो गरेपछि के जहाँ गराउनु काम गर्नु पनि यस्तै छ है हजुर। यहाँ गाई र बाछा चर्दैछ। अनि हाम्रो गाउँघरतिर पहिला पहिला निकै विभेद हुन्थ्यो छोरा र छोरीमा। त्यही भएर गोठाला गर्दै गर्दै बिचरा छोरीहरूले गीतहरू पनि त्यसरी गाउँथ्यो। स्कुलमा छोरालाई मात्रै पढाउने, छोरी नपढाउने। त्यही भएर विभेद भएर बिचराहरू, उहाँहरूको भावनाहरू है गाई बाछा नुनी अभागी कर्म है छोरा हुनु नि, है छोरा हुनु नि अभागी कर्म है छोरा हुनु नि भनेर पनि गाउने चलन थियो। हाम्रोमा चाहिँ यस्तो गहुँहरू टिपिसकेपछि, काटिसकेपछि यो डिलमा भित्तामा घाँसहरू बाक्लो देख्नुहुन्छ होइन। यो बाली उठाइसकेपछि चराउने ठाउँलाई चाहिँ नरुवा पनि भन्छ, नरुवा चराउनु भन्छ। त्यही भएर यसो चाडबाड हुँदा चाहिँ नरुवा चराउने चलन थियो हाम्रो फागुतिर। अनि यो नरुवामा चाहिँ चराउँदाखेरि वस्तुहरू छिट्टै अघाउने भएकोले साँचेर नरुवा चराएर फागुमा जानु पर्थ्यो, त्यस्तो चलन थियो। अहिले त धेरै परिवर्तन भइसक्यो, गाईबस्तु पाल्ने चलन पनि हराइसक्यो। है हाम्रो माथिसम्म खेत हो। यो हामी चौतारा ठाँटी बनाउँदा राख्ने ढुङ्गा हो। तल मूल बाटोमा पहिला चौतारा ठाँटी बनाइन्थ्यो। अनि त्यहाँ थियो यो ढुङ्गाहरू, किताब ढुङ्गा भन्छ यसलाई। अनि अहिले चाहिँ बाटो, गाडीको बाटो विस्तार गरेपछि अलि चौडा बनाइयो। अनि त्यो किताब ढुङ्गाहरूलाई
यहाँ मासतिर राखेर संरक्षण गरिएको हो। कतिवटा चाहिँ 4-5वटा चाहिँ लगिसक्नुभयो अहिले। उहाँको छोरा नाति पनातिहरूले चाहिँ चाँदा लानुहुन्छ। यो भित्ता हेर्नुहोस् त, पहिला यस्तो डर लाग्थ्यो, त्यो अँधेरो हुन्थ्यो। अनि यहाँ चाहिँ आउनै डर लाग्ने थियो। यसले सिम गैरा भन्छ। अनि यहाँ चाहिँ सबै रुखहरू चाहिँ बेचेको, अनि साथीहरूले कन्ट्र्याक्टरले काटेर लानुहुन्छ। अनि हेर्नुहोस् त, अस्ति एक ट्रक लानुभयो, नपत्याउने ठुलो ट्रकहरूले पनि आउँदो रहेछ त्यस्तो कच्ची बाटोमा। अनि अहिले चाहिँ यति बाँकी छ। अब यो रुखहरू चाहिँ 4 फिटको चाहिँ लम्बाइको टुना काट्छ। त्यसमा चाहिँ एउटा रुखको 20 देखि 25 टुनसम्म भयो भने कति लामो होला हिसाब आफै हिसाब गर्नुहोस् है। अनि त्यो रुखहरू ढाल्दाखेरि यतापट्टिको बाँसहरू त्यो तलतिरको सबै एउटै बिना सकियो, दलिएर भाँचिएर। अनि बिचको त्यो ढुङ्ग्रे बाँस जस्तो देख्छु, त्यसको पनि हालत त्यस्तो छ। त्यसको यतापट्टि पनि थुप्रै रुखहरू काटेको गर्दाखेरि चाहिँ यो दुईटा बिच बाँसको बिचमा भएको ठाउँहरूको काट्दा चाहिँ यहाँ तल बाँसहरू फुटेको देख्नुहुन्छ। त्यहाँ पनि 3 झाङ बाँस थियो, त्यो पनि सबै जिरै छ अहिले चाहिँ। अनि यहाँबाट हाम्रो घरतिर जाने बाटो चाहिँ त्यो अलिक झ्यास थुप्रेको बाटो हो। अनि यो तलतिरबाट पनि गइन्छ, धारातिर, त्यताबाट पनि जान सकिन्छ। अहिले चाहिँ यो खाँदमा सबै भाइहरूले ल्याएर थुपार्दै हुनुहुन्छ। अनि जुन मैले अघि हजुरलाई त्यो खाँद देखाएको थिएँ हो, त्यहाँ चाहिँ ल्याइपुऱ्याउनु पर्ने हुन्छ। अनि त्यो बाटोमा लगेर ट्रकले चाहिँ उता डेस्टिनेसनतिर लाने गर्छ। भाइहरू रडहरू खोजेर के बन्दोबस्त गर्नु रहेछ। यहाँ दाजुभाइहरूले चाहिँ यो टुन पल्टाउँदैछ, हेर्नुहोस् है। यो सबै टुना काटेर रेडी बनाइसकेको छ। काट्नेहरूको ठेक्का सक्यो। पल्टाउँदै त्यो सबै टुना यो खोला गरेर झारेर, यो खोला ल्याएर यसमा के अरे भित्ता दलिएको छ नि, त्यहीबाट झारेर यो तल लगेर सुधो लगेर लानुपर्छ तल बाटोमा। यो ठाउँमा चाहिँ ठुल्ठुलो उत्तिसहरू भएकोले गर्दा थुप्रो यहाँ चाहिँ हुचिलहरू दिउँसै उडिन्थ्यो। यहाँ वरिपरिको बिरालोहरू त उस्तै पर्दा कुकुरको छाउहरू सबै सकिहालिन्थ्यो। तर अहिले चाहिँ यिनीहरू पनि हराइसक्यो, धेरै छैन यो। अहिले चाहिँ रुख झन्सार यस्तो होस् त उपाय छैन। यहाँ दिउँसै अँधेरो हुने ठाउँ हो यो। अहिले भनेको बाँसहरू यिनीहरू हो, सबै निमिट्याउने भएछ। यता पनि थियो, अनि यहाँ तलतिरहरू पनि थियो। सबै रुखहरू त यहाँ माथि ठुटाहरू देखिन्छ। यहाँ मात्रै होइन, यो राइटपट्टिको मैले अघि देखेको ठाउँ पनि यस्तो भएको छ। अनि उहाँहरूले यही मैले भनेको टुनाहरू सबै त्यहाँ रेडी गर्नुभएको छ, सबै कलेक्सन गरेर। अनि यहाँ सिफ्ट गर्नुहुँदैछ उहाँले यो सिफ्ट गर्नुहुन्छ। अब यो सिफ्ट गरेको यहाँ सामान ल्याएर यो डिलमा ल्याएर यहाँ रोल डाउन गर्नुहोस् तल। यहाँ झारिसकेपछि तल अलिक उजेलो देखिन्छ, ढुङ्गा जस्तो देखिन्छ नि हो, त्यहाँ ट्रक आउँछ। अनि ट्रक फेरिमा लोड गरेर पठाउनुपर्छ। यो बाँसहरूको झाङमा एउटा तामा रहेको रहेछ। हो, यहाँ एउटा रहेछ। यता परतिर हेर्नुहोस् है त, म देखाउँछु। एउटा दुईटा मात्रै छ। यो चाहिँ मेन ठाउँ भयो। बाँस घारीमा रुखहरू ढल्ने, रुख ढल्दा चाहिँ यस्तो भएछ नि, गाउँदै हुन्छ। लडाइँ चाहिँ यस्तो छ, हेर्नुहोस्।
शाबास शाबास आयो यो टुनाहरू चाहिँ 4 फिटको टुना बनाएर तयार गरिएको छ। यसमा जाने चिलाउने पातले उत्तिस एवं रीतिको अरू खर्च जाने रहेछ, सबै चाहिँ जाँदैन अरे। यो चाहिँ यहाँको सबभन्दा ठुलो साइज जस्तो छ, गोलाई निकै ठुलो छ अरूभन्दा। यो चाहिँ 3 जनाले दिने भन्दैछ साथीहरूले। झऱ्यो। हामी गोठला गर्दै गर्दै आएको, यहाँ बस्तु चर्दै आउँदा यहाँबाट चरा उडेर गयो। अनि के रहेछ भनेको त हेर्नुहोस् है, के छ हजुरले हेर्नु होला के छ। हामीले डिस्टर्ब गरेको छैन। यहाँ चाहिँ हेर्दा चाहिँ 3टा अन्डा छ है। कुन चराको त्यो चरा आयो भने हामी देखाउँछौँ है फेरि। बाख्रा छ कि बोकोहरू भनेको जुत्दैन। बोकोहरू माथि ठाडिँदै जुत्दै थियो, अहिले जुत्नै छोडिहाल्यो नि। यहाँबाट त्यसै कान्छी बजु तुप्पाहरूको घरतिर जाने बाटो बिरानो भइसकेछ। अब त उहाँहरू अहिले हामी माझ हुनुहुन्न, त्यही भएर हिँड्नै पनि छोडिसक्यो। तलबाटै चलाउँछ बाटो, त्यही भएर यस्तो छ बाटो त, यस्तो गाह्रो भइसकेछ। हाम्रो भाइ अर्को गोरु बाख्रा अनि नानी पनि बाख्रा गोठाला सधैँ जान्छन्। हेर्नु त कति राम्रो गोठाला गर्छ नि। उँभो लाग्ने मती भनिए होला नि त। शाबास। चुवा फुल झरेछ, मिठो बास्ना आइरहेछ यहाँनिर यो फुलहरू। ल चुवा फुल यसरी फुल्यो। हामी पनि आजको गोठाला अन्तिम फर्काएर ल्यायौँ। थ्याङ्क यू।